यो केटाकेटी हो के छ म फेरि पनि आइसकेको छु पुरै 2 महिनापछि ब्याक अगेन विथ न्यू भिडियो र आजको भिडियोमा चाहिँ हामी गर्नेवाला छौँ हाम्रो नेपाली माइनक्राफ्ट पब्लिक एसएमपी जुन चाहिँ निपिज बोय एनएकी मिस्टर दिपेश दाइको एसएमपी चाहिँ हामीले रिभ्यू गर्नेवाला छौँ। लेट्स सी एसएमपी चाहिँ कस्तो रहेको छ। एन्ड 2 महिनापछि आएको छु म यार फेरि ब्याक आएको छु यार। केही सपोर्ट देखाऊ केटा हो, केही सपोर्ट देखाऊ। च्यानल डेड भइसक्यो यार। त्यही भएर चाहिँ यो भिडियोलाई चाहिँ तिमीहरू सबजनाले लाइक शेयर सब्सक्राइब गर। आजको हाम्रो लाइक एम चाहिँ 20 लाइक हुनेवाला छ। लेट्स सी हुन्छ कि हुँदैन सर। यो भयो भने चाहिँ अर्को भिडियो छिट्टै आइहाल्छ। अब म रेगुलर ट्राई गर्छु अब वाइटीमा। ओके त ढिला नगरिकन जाऊँ आफ्नो भिडियोतर्फ। तिमीहरू देख्न सक्छौ अहिलेको स्पन चाहिँ पहिलाको सिजनभन्दा राम्रो भएको रहेछ। ट्याक्क देख्न सक्छौ सबै ठाउँमा एनपिसीहरू रहेको रहेछ। सबै न्यू प्लेसलाई खत्रै हेल्प हुन्छ। एन्ड यहाँ चाहिँ हाम्रो डेभलपर रहेछ नट शैलेश, मिस्टर शैलेश, नट शैलेश भन्नु आउँछ खालि मलाई। ओके यहाँ एडिटरहरू रहेछ। प्लेयर्सहरू तिमी देख्न सक्छौ नि अहिले 57 जना नेपाली प्लेयर्सहरू खेल्छन् सर्भरमा चाहिँ। एन्ड नेभिसको लोगो पनि दामी अहिलेको लागि चाहिँ। ओके त यता साइडमा चाहिँ पिनाटा पार्टी रहेछ। यहाँ चाहिँ तिमीहरूले पिनाटालाई मारेर सामान लुट्न सक्छौ। हरेक दिन चाहिँ स्पन हुन्छ पिनाटा यहाँ चाहिँ। ओके यसो क्रेडतिर रहन्छ त्यो पनि। ओके यहाँ चाहिँ अब मिल्दैन चढ्ने। नाइस र अझै राम्रै बनाउनु भएको छ अहिले। ओके त्यही हाम्रो अगाडि चाहिँ क्रेड रहेको रहेछ। ओके यहाँ चाहिँ राम्रो भएर रहेछ हेर अहिले स्पनहरू चाहिँ राम्रै बनाउनु भएको छ अहिले चाहिँ। र यहाँको अहिले क्रेडहरू पनि रहेको छ। यहाँ दिन सक्छौ तिमीले नेपिज ब्याङ्कमा चाहिँ तिमीहरूले आफ्नो अब पैसा हाल्न सक्छौ। अहिले मसँग थियो 1.8 के हो। तिमीहरूले यसमा पैसा हाल्यो भने तिमीहरूले इन्ट्रेस्ट पाउँछौ। लगभग म देख्न सक्छु मेरो इन्ट्रेस्ट चाहिँ 15 रुपियाँ रहेछ। अफलाइन गयो भने पनि मेरो 7 रुपियाँ चाहिँ बढाउँछु। अनि तिमीहरूले यसो अपडेट गर्न मन लाग्छ भने तिमीले 50,000 दिनुपर्छ। 50,000 दियो भने तिम्रो ब्याङ्क अपडेट हुन्छ। यहाँ चाहिँ विड्र रहेको छ, तिमीलाई विड्र गर्नुपर्छ। यहाँ डिपोजिट रहेको छ। यस्तै छ अब मेरो ऊ भयो मैले मोड सोधेर लास्ट हल्का मेरो ल्याग भयो नभए सर्भर चाहिँ यस्तो लास्ट चाहिँ ल्याग फ्री हो क्या अहिलेको लागि चाहिँ। नेपिजको 3 च्याप्टर खत्रै हिट भएको थियो। लेट्स सी यो च्याप्टर पनि राम्रै हुन्छ जस्तो हो। के त अब हाम्रो नेक्स्ट अप्सनमा रहेको छ खै के छ यता। तर अहिलेको स्पनको म्याप चाहिँ बवाल हालेको छ अहिलेको लागि चाहिँ। र अब तिमीहरूले यसमा आरटिपी गर्न मन लाग्छ भने स्ल्यास च्याटमा स्ल्यास लेखेर चाहिँ तिमीहरू ओभरलोडमा टेलिपोर्ट हुन सक्छौ। ओके त आजको भिडियोमा यति नै थियो। यो भिडियो तिमीलाई कस्तो लाग्यो कमेन्टमा भन। र मसँग भएको आर्मरहरू सबै म यो भिडियोमा गिभअवे गरिदिनु छु। सो तिमीहरूलाई आफ्नो केही गर्नु पर्दैन गिभअवेमा पार्टिसिपेट गर्नको लागि। चाहिँ तिमीहरूले यो च्यानललाई लाइक शेयर सब्सक्राइब गर। र सबै गरेको भिडियोलाई चाहिँ सबै गरेको स्क्रिनसट खिच र मेरो डिस्क्रिप्सनमा हाल्यो। एन्ड त्यसमा म अनि आफ्नो आइजिएन चाहिँ कमेन्ट गर। म अर्को भिडियोमा चाहिँ त्यहाँबाट एउटा विनर चुज गरेर म चाहिँ सबै मसँग भएको सबै सामान दिन्छु। सबै सामान पैसा सबै गिभअवे गरिदिन्छु म। एन्ड सर्भरको आइपी चाहिँ तिमीहरूले पिन कमेन्टमा दिन सक्छौ। सो आजको भिडियोलाई यति नै गाइज। बाई बाई गाइज, पिस आउट।